कसले जन कमान्डर भनेर त्यो सभाको र आन्दोलनको नेतृत्व दियो चिन्नुहुन्छ सबैले? दुर्गा प्रसाद हावा एउटा हावा हो भन्ने हामी सबैलाई थाहा छ। त्यस्तो मान्छेलाई कमान्डर बनाउने मलाई त दुर्गा प्रसादले त बिचरा के भन्नु छ र? ज्ञानेन्द्रको बुद्धि के बुद्धि भयो मान्छे होला? त्यस्तालाई बनाउनु हुन्छ कमान्डर। अनि जे हुनु थियो त्यही भयो, हिंसा भयो, आगजनी भयो, हत्या भयो, लुटपाट भयो। जनताले देखे। अहिले त फेरि डिजिटलको जमाना, सबै देखिहाल्यो, मोबाइलमा नि देखिहाल्यो, टिभीमा नि देखिहाल्यो। नाङ्गे झार को भयो? दुर्गा प्रसाद होइन, ज्ञानेन्द्र शाह को भयो नाङ्गे झार। उसको बुद्धि यस्तै भयो त दरबार हत्याकाण्ड, नेपालका तमाम मूर्ति चोरी, नमिता सुनिता हत्याकाण्ड तपाईहरु नयाँहरूले सुन्नुभयो होइन होला। पोखरामा नमिता र सुनिताको हत्या कति विभत्स ढंगले गरेका थिए दरबारियाले। प्रवीण गुरुङको हत्या अथवा क्रोध पर्व, भण्डारखाल पर्व, दरबार भनेको आफै भित्र काटाकाट र मारामारको इतिहास बाहेक केही नभएको परम्परा छ। अनि तिनीहरू चाहिँ जनतासँग लड्ने रे, जनताले लडेर ल्याएको चाहिँ गणतन्त्रका विरुद्ध जाने रे, यो त सम्भव हुने कुरा थिएन।